बेलुकाको 6:30 भइसक्यो 6:27 भइसक्यो है बेलुकाको। आज पनि बाहिर कस्तो छ भने आज मलाई फर्स्ट टाइम यस्तो लाग्यो जस्तो भयो के आज पनि उज्यालै छ बाहिर। आइएम सक टु सी दिस वान। फेरि मेरो बेला बेला इङ्ग्लिस निस्केर जान्छ हो। I will make video from here on. म भिडियो यहीँबाट बनाउँछु। हेर है 6:29 अब त 30 पनि भयो होला। यतिको उज्यालो भइरहेछ आज पनि। रात पर्नेको नामै लिँदैन त। क्लाउड हेर्नुहोस् क्लाउड। ओ माई गॉड। साइलेन्ट छ पिस छ भने तर गाडीको साउन्ड त सुनिरहेछ। चराहरू कुदिरहेछ पुरपुर पुरपुर पुरपुर। अहिले आजकल हाम्रो यहाँ त पुरा एम्टी छ क्या। एम्टी भन्दा पनि खाली खाली छ। यो भ्यू चाहिँ मेरो दोकानको अगाडिको है। दिस इज मी एन्ड देन दिस इज द भ्यू। यस्तो उज्यालो मलाई फर्स्ट टाइम भएको जस्तो लाग्यो दिस इयर चाहिँ। लास्ट इयर चाहिँ देखेको देख्नु त के भन्न आएको भने नि यतिको भ्यू त हाम्रोमा पनि छ। मैले अहिले न्युजिल्यान्डको उयो हेरेर बसेको क्या भिडियो। न्युजिल्यान्ड मान्छे ट्राभल गरेको यतिको छ त। हाम्रो अनलाइन भिडियो बनाएर लायो भने न्युजिल्यान्डको जस्तै देख्दो होला। के भन्नु बोल्नु तर यस्तै थियो। आई लाइक जस्तो भयो नि मलाई मन पर्यो। जस्तो नि आजको भ्यू चाहिँ मलाई एकदम दामी लाग्यो क्या। किनभने मैले अहिले न्युजिल्यान्डको त्यो अर्का ट्राभल गरेको पुरा भिडियो हेरिरहेको क्या। यस्तो दामी दामी ठाउँ होइन यस्तो दामी दामी। अनि म अचानक मेरो भिडियो अपलोड गर्ने टाइम भयो नि त। अनि म भिडियो अपलोड गरेर यस्तो गरेर बाहिर हेरेको होइन अझै रात परेको छैन। अनि भ्यू फेरि सेम निस्किरहेछ। अनि म सोचेँ क्या हाम्रो देशमा पनि रहेछ त यतिको भ्यू त। मैले भिडियो नबनाएर मात्रै हो रहेछ। अब म भिडियो बनाएर अनलाइनमा हेर्छु अनि त्यहाँदेखि मलाई पनि त्यस्तै फिल हुन्छ होला न्युजिल्यान्डको जस्तै। यहाँ काम गरेर आएको हेर न के गर्दैछ। त्यही आराममा बसिरहेको। It's so freaking hot, my friend. Shit. कस्तो लाग्यो त काम? रेजिस्टर गरे आफ्नो नाम 12:30 मा हेरे पऱ्यो। हा 12:30 मा त भोकले मर्दैन। 12:30 मा फर्केर आउनु अरे। जाने भनेर आएको। भात खाएर जाने भनेर त्यही भनेर। ठिक छ। आज काम भन्दा पनि यसो त्यो प्लास्टिकहरू टिप्नुलाई उसको स्टाइल देखाउँदैछ। स्टाइल अलि उता जाऊ न। के भयो अरे? टिकटिकेलाई प्राइङ भयो क्या। अलि ठुलो बोल न। बसिरहेको छैन अँ त गर्दै जाँदै थियो। झिङ्गा उडेर जाँदा यो भयो हेर है ओ यहाँ रहेछ उफ टिकटिके। यहाँ अगाडि आएको थियो होला झिङ्गा। अनि उडेर जाँदा त आफू मुल्ल पर्यो निल्ला। हिजो म पनि यस्तो बाहिर 7 भइस खालि मैले भिडियो बनाउँदै गर्दा 5 छ हौ। के भन्नुपर्ने होला खालि भिडियो अन गरे कि पुइ पुइ पारेर बिहान पनि त्यसो गर्दा। पहिला होइन हामी के भन्छ हामी बाहिर देशै हुँदाखेरि उसले के भन्थ्यो नि तिमी चाहिँ मेरो अगाडि नपादा ल हामी चाहिँ आफ्नो अगाडि नपादौँ ल एउटा एउटाको अगाडि भन्थ्यो होइन। अब भेटिसक्दा उयो स्टार्ट गर्ने यो मान्छे हो यो मान्छे। म चाहिँ पात्छु ऊ नपात्नु भने चाहिँ उसले पनि पात्छ आजकल त। पात पनि कस्तो घिनै लाग्दो पात्छ। त्यस्तो त पात्दैन मैले गरेर त। के भन्नु छ? पाद्यो भने नि अलिक स्मार्ट वेमा कि त पु कि त टिङ साउन्ड आउनु पर्यो कि त घुस्छ। उसले त म मान्छे राम्रो छ नि त त्यही भएर पात नराम्रो। पात राम्रो पाद्यो भने चाहिँ मान्छे नराम्रो हुन्छ नि त। पात पनि राम्रो नराम्रो आज सुन्दैछु मैले भगवान्। सो गाइस हाम्रो यति नै हुन्छ होइन मेरो भ्लग पुरा एकदम सर्ट हुँदा अघि हामी तल इन्डिया बजार गयो भ्लग बनाउनु बिर्सेछ। के भन्नु छ यसको बारेमा?
हतार थिएँ त्यसैले बिर्सेको त्यति नै हो। उसलाई पनि थाहा छ छनु त मैले बिर्सेछु कस्तो यादै नभएको क्या मतलब के भन्छ त्यो भ्लग बनाउने बानी नभएर होला नि बिर्सेको। अनि यसो बाहिरतिर यसरी क्यामेरा उयो गर्नु पनि कस्तो अप्ठ्यारो लाग्छ के भन्नु छ यो कुरामा मुद्दा हाल्नुपर्छ यो कुरामा चाहिँ किन अबदेखि अप्ठ्यारो नलाग्ने हुनुपर्छ क्या। के बोलेको होला मेरो बुढा म देखेर त्यस्तै अल्मलिन्छ मेरो बुढा म देखेर मसँग कता कता हिँड्नु पर्यो भने ऊ अल्मलाएर खै म देखेर अल्मलाएको हो कि के हो थाहा छैन। के हो कुरा भन्न त हामीलाई अलमल्ला राखे। हाई गाइस म घर त पुग्नु आँटेँ होइन यता पर आउँदै रहेछ गाडी मलाई लाग्यो कोही छैन भने म एक्लै होला भनेर यता अगाडि पनि यस्तो छ। अनि आज मेरो बुढा मलाई एक्लै यसरी हिँडाएर माछा मार्नु गएको छ माछा मार्नु तर म घर आइपुग्यो यही हो हामी बस्ने चाहिँ। अघि एकताल त सानो डर लागेको होइन उयो बाटोमा आइपुग्दाखेरि यस्तै सुनसान भयो क्या अहिले त एउटा दुइटा गाडी भए पनि यता त चल्दैछ अघि एकताल त साइलेन्ट भएको थियो। ओके बाई नेक्स्ट ब्लगमा भेटौँ।